कार्यक्रममा हामीले एउटा उद्घोषण भन्ने शब्दलाई मध्यनजर लगेर हामीले हेर्दा उद्घोषण भन्ने के रहेछ भन्दा उद्घोषण भन्ने एउटा राम्रो शब्द रहेछ। यसलाई बुझ्न जाँदा किनभने हामीले आजसम्म जुन शब्द हामीले बोलिएको थियो त्यो शब्द हामीले कसरी बोल्ने रहेछ भन्ने हामीलाई बल्ल ज्ञान भयो। किनभने हामीलाई हाम्रो प्रशिक्षकज्यू चित्रबहादुर गुरुङज्यूले हामीलाई यति सरल र सुविधासँग हामीलाई सिकाउनु भयो कि हामी कसरी बोल्न पर्ने रहेछ, कुन शैलीले जाने पर्ने रहेछ, कुन टपिकमा जान पर्ने रहेछ, हामी पूर्व तयारी भएर जानुपर्ने रहेछ भन्ने उहाँले हामीलाई सिकाउनु भयो। हामी कहीँ पनि केही कार्यक्रम हुँदा हामी त्यसै गइन्थ्यौँ र त्यहाँ बोलिन्थ्यौँ तर हामी त्यहाँ अधुरो भएको हुन्थ्यौँ। तर आज उहाँले हामीलाई यसरी सिकाउनु भयो कि हामी कुन टपिकमा जाने, हामी कहीँ पनि केही कार्यक्रममा केही पनि काम गर्न जाँदा फेरि पूर्व तयारी भएर जान अनिवार्य रहेछ भन्ने ज्ञान भयो। उहाँले हामीलाई दिएको यस 5 दिनको कार्यक्रम अति सजिलो तरिकाले हामीलाई उहाँहरूले यस्तो सजिलोले हामीलाई बुझाउनु भयो कि हामीले आनन्दपूर्वक बुझेका छौँ। र म एउटा टोल सुधारको बरगुसरी टोल सुधारको प्रतिनिधि भएर अब म ढुक्क छु। मेरो टोलमा टोल सुधारको केही कार्यक्रम भयो भने मैले आफ्नो कार्यक्रम आफै सञ्चालन गर्नेछु, मैले कसैलाई खोज्न जाने छैन। र उहाँले मलाई हिजो चौथो दिनमा यस्तो ज्ञान दिनुभयो, मोबाइलको तर्फबाट हामीले कसरी एउटा स्मार्टफोन लिएर मात्रै राख्ने रहेछौँ, स्मार्टफोनको अर्थ पनि उहाँले बुझाउनु भयो। किनभने हिजो उहाँले एआईको तर्फबाट GEMINE भन्ने के हो भन्ने शब्द मैले हृदयमा हिजै राखिसकेको छु। र उहाँबाट पनि हामीले तत्कालीन हामीलाई केही कार्यक्रम गर्न पर्यो भने हामीले कसरी आफ्नो टाउको नदुखाइकन उहाँबाट हामीले गुगलबाट सर्च गरेर हामीले निकालेर तुरन्तै हामी 5-10 मिनेटमै तयार भएर हामीले जस्ता इमर्जेन्सी कार्यक्रम पनि हामीले कार्यक्रम गर्न सक्छौँ भन्ने सिकाइदिनु भयो र हामी सबैले सिकेका छौँ। उहाँलाई पुनः धेरै 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 धन्यवाद दिन चाहन्छु मैले। र यस कार्यक्रमलाई ल्याइदिएका SICRE वडा नम्बर 5 लाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। किनभने उहाँले हामीलाई यस कार्यक्रम ल्याइदिएर 5 दिनसँग हामीले तालिम लिन पाएकाले उहाँले चित्र गुरुङलाई रोजेर ल्याइदिँदा फेरि पनि हामी वडा नम्बर 5 लाई धेरै 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 धन्यवाद दिन चाहन्छौँ। र हाम्रो प्रशिक्षकलाई पुनः हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। आगामी दिनमा पनि हामीले यस्तै कार्यक्रममा हामीलाई उमेर नहेरेर भाग लिन आउनु छ है भनेर बोलायो भने हामी हाँस्दै हाँस्दै आउनेछौँ र यस्ता कार्यक्रममा भाग लिएर आफ्नो गाउँलाई, आफ्नो छरछिमेकलाई, आफ्नो परिवारमा कहिले कहिले झगडा हुँदा कसरी सम्झाउने रहेछ भन्ने पनि यहाँबाट सिकियो र यस्ता कार्यक्रममा हामीले अवश्य भाग लिनेछौँ। र यति भन्दै मेरो सानो भनाइ यहीँ टुङ्ग्याउँछु। हस्त धन्यवाद, नमस्कार, सबैको दिन शुभ रहोस्। हरिओम।